गो हेलो नमस्ते म चाहिँ विपना राउत म चाहिँ सपना राउत म चाहिँ पोक्छु ऊ चाहिँ मेरो बहिनी ऊ चाहिँ मेरो दिदी अब हामी के गर्न गइरहेको छौँ कलर एक्सचेन्ज गेम खेल्न गइरहेको छौँ पहिला सुरुमा चाहिँ रेड निकाल केटी हो ए तपाईले यस्तो डेन्जर छ यार सबैजना रेडी हो एकछिन भाइ ल रेडी 3 2 1 एकछिन रेडी एकछिन है ओइ मेरो खोइ हराइक्यो 3 ल बिमनाल झेली गर्यो ल्याएन जस्तो छ ल भयो 3 2 1 गो अब कोला दिनु ल यहाँ दुईजना ल थ्याङ्क यू मलाई के भयो पहिला सुरुमा दिन्छु त पहिला एक्सप्लेन गर्नु कस्तो एक्सप्लेन हो तिमीलाई चाहिँ ढकन चाहिँ दिन्छु यो चाहिँ सपनाको घरमा जहिले पनि के भन्छ यो ह्याङ्गर सर्टेज हुन्छ के होइन ल मैले चिप्स ल्याइदिएँ चिप्स चाहिँ किन के एक्सप्लेन गर्नु पर्यो नि त होइन आफूलाई चाहिँ होइन एक्सप्लेन गर्नु पर्यो नि त चिप्स चाहिँ किन भनेर बहिनीले त थ्याङ्क यू धन्यवाद ल नेक्स्ट टर्न कसको राख्नु पर्यो एक ठाउँमा साइडमा ल अहिले लिम्ला त्यसपछि अब सेकेन्ड ओरेन्ज ओरेन्ज है त ल खोजौँ 3 रेडी भयो रेडी साह्रै गाह्रो नै ल 1 एकछिन ल 3 2 1 गो येल्लो एकदमै युजफुल वाला यो चाहिँ Orange. के भयो त है एनिथिङ केही पनि ओरेन्ज हो सब ल थ्याङ्क यू ल एकै छैन धन्यवाद सो मच ओ माई गॉड नेक्स्ट कलर विच कलर अब येलो अब येलो येल्लो रेडी लाइ बत्ती देखेको त कुनामा रेडी मेरो त रेडी भइसक्यो सपना बहिनी चाहिँ अघि रेडी भएर बसिसकेको छ रेडी 3 2 1 गो ए रेड ब्यान्ड जस्तै ल ओके ल है ओ माई गॉड ल स्पेशल आयो यो पालि चाहिँ ल आयो नेक्स्ट बिपनाले झेली गरे यो पालि चाहिँ ल ग्रीन छिटा मेरो त रेडी ल 3 2 1 गो ल म एक्सप्लेन गर्छु यो ओए घाटा भो सामान फिर्ता लिउँ भाइले याद गरेर बसिरहेको घाटा यो कस्तो हल्ला ओके एक्सप्लेन गरौँ ल ओके एक्सप्लेन सपनाको घरमा कहिले पनि हामी आएको बेलामा ब्रस हुँदैन आफ्नै लागि लिएर आयो ओके ल नेक्स्ट अब बहिनीले के भन्ने लेमन मिन्ट तिमीले खादैनौ तिम्रो बुढाको लागि ओके ल अब यहाँ हाम्रो बहिनीले एक्सप्लेन गर्छ अब है गर्मी आउँदैछ वाउ भाइ महँगो पर्यो ओके नेक्स्ट कुछ कलर व्हाइट हो व्हाइट खै बिमना रेडी भएको अगाडि नै छ व्हाइट
ल 1 2 3 गो ओ माई गॉडनेस अहिले चाहिँ आयो है पाउँदैछ भाइ ढिलो आयो कडा आयो ढिलो आयो कडा आयो यो चाहिँ फोटो फ्रेम हो है दुईजना बुढाबुढीको राख्नु दुईजना बुढाबुढीको राख्नु मेमोरी है मेमोरी मेमोरी राख्नु थ्याङ्क यू ल थ्याङ्क यू ल थ्याङ्क यू ल यो चाहिँ क्लिप थ्याङ्क यू आफ्नो कपाल छैन अब कपाल हुनेहरूलाई ओके दादा धन्यवाद ओके ल नेक्स्ट विच कलर नाउ अभी अब चाहिँ ब्लू ब्लू ल ल रेडी हो ल है ल रेडी हो ल 3 2 1 गो ब्लू फेरि घाटा भयो विमनाले झेली गर्यो विमनाले झेली गर्यो मैले चाहिँ यो चाहिँ एकदम युजफुल है दुवै जनालाई मेकअप रिमुभल थ्याङ्क यू ल ल ल ल के हालै चिप है खाऊ मजाले गरेको काम यो चाहिँ यहाँ ट्राभल गर्दै थियो मेरो थ्याङ्क यू तँलाई त्यो चाहिँ माछा मार्न जाने बेला काटिदिन्छ भनेर क्या ओके नेक्स्ट 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 विच कलर नाउ अब के कुन कलर अब ओरेन्ज ल बहिनीको त गिफ्ट नै झर्यो त उतापट्टि ल ओइ छिटो कुन अब ब्ल्याक अब पिंक पिंक रेडी हो रेडी हो ओके रेडी हो रेडी ल 3 2 1 गो ओ माय गॉड फेरि घाटा भयो भाइ फेरि घाटा त्यो चप्पल चाहिँ चाहिरहेको थियो है त्यो चप्पल चाहिँ चाहिरहेको थियो विपनाले झेली गर्यो फेरि झेल्ली गर्नेमा धेरै विपना पर्छ युजफुल सामान ल्याएको दिदीको घरमा कायो कहिले नि पाउँदैन हेर्न आयो के मेरोमा त थियो त यो चाहिँ तिम्रो घरमा जाने नम्बर बनाएर गाडी ओके ल मेकअप बक्स ओ माई गॉड ल यहाँ चाहिँ ओभरअल हेर्नु पर्दाखेरि चाहिँ सबैभन्दा फाइदामा चाहिँ विपना देखिरहेको छु है अब नेक्स्ट 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 विच कलर नाउ ल ब्ल्याक ब्ल्याक हो ल वान एन्ड ओन्ली लास्ट है ब्ल्याक कलर ल रेडी हो ओइ मलाई घरबाट ननिकाल भइ रेडी हो रेडी हो ल 3 2 1 गो ओ माई गॉड फेरि विपनाले झेली गर्यो त्यो चाहिरहेको थियो यो एकदम ठगुई विपनाले झेली गर्यो यो चाहिँ अब के भन्छ सरासर विपनाले चाहिँ यहाँनिर झेली गर्यो तिम्रो कपाल सानो छ लो तिम्रो यो सानो यसको ठुलो छ यो ठुलो ओ माई गॉड थ्याङ्क यू सो ल कसमो एकदम युजफुल थ्याङ्क यू सो मच अस्ति भन्नु पर्दैन हिजो भर्खर रुपियाँ लिएर अनि सोना 3 महिना किन्नु पर्छ ओके ओके एक्सपायरी कतिको छ ओके नयाँ ल। ल्याएको हिजो भर्खर है आज चाहिँ होइन आजको चाहिँ सबैभन्दा पहिलो कुरो चाहिँ आजको जुन यो गेम थियो नि होइन गिफ्ट एक्सचेन्ज गर्ने गेम विथ द कलर वाइज यसमा चाहिँ म चाहिँ सबैभन्दा पहिलो फिडब्याक चाहिँ होइन हाम्रो के भन्छ मिलन भाइबाट लिन चाहन्छु यता भन्नु ल मिलन भाइ यता भन्नु यता ल भन्नु हजुर कस्तो फिल भयो कस्तो के फिल गर यहाँनिर ल भन्नु त्यति मजा भयो दाइ अरू भन्दा नि मजा भयो होइन त्यस्तो त्यो केही होइन बस यो गेम त्यतिको मजाको लागि मात्रै हो त्यस्तो एक्सपेन्सिभ केही छैन हाम्रो पनि सस्तैवाला हो होइन पुग्छु ओके अब यता नेक्स्ट यहाँबाट सबैभन्दा पहिले बुहारी नानीबाट सुरु गरौँ ल भन्नु न कस्तो फिल गर्यो म त गेम खेल्नु पाएँ त्यसमा एकदम धेरै खुसी थ्याङ्क यू सो मच गिफ्टहरूको लागि ल विपना मैले त पहिलेदेखि भने त एक्सपेन्सिभ गिफ्ट नलिएर आउनु पर्छ एक्सपेन्सिभ गिफ्ट लिएर आयो मलाई थाहा छैन थ्याङ्क यू सो मच बुहारी नानी ओके नेक्स्ट ल बहिनी जो अर्गनाइजर त्यसले चाहिँ अलिकति झ्याली गर्यो प्रफिटमा रमाइलो लाग्यो है अब रमाइलो भयो अलिकति परेन भइगयो त होइन हाम्रो यहाँ स्पेसल मान्छे छ नि त भाइ हाम्रो भाइबाट केही लिगौँ न ल केही भनिदेऊ न 2-4 शब्द
होइन उता उता बोल्दै हुनुहुन्छ पहिला ल ओके यता यता ल के भने ल। के भन्नु पर्पो चाहिँ गर्नु ल। लाग्यो औठीले ल्याए क्या ल है ओइ ओइ अहिले भन्न खोजेको चाहिँ थोरै समयमा यति धेरै खुसी भयो अँ। सँगै भयो अब जिन्दगीभर सँगै हुन्छ भन्ने सोच्छु अँ अब हेरौँ के हुन्छ होइन हेरौँ चाहिँ फेरि के जोडिहाल्यो यतिको माया गर्ने भाइ चाहिँ हुनु पर्यो ओ Oh my god. औठी त छ नि भाइ 2-4 शब्द अलि भएन हो ल त्यस्तै हो ओ माई गड ल है आज चाहिँ स्पेसल डे भयो होइन आज चाहिँ अब सामान यतिको माया गर्ने भाइ चाहिँ हुनु पर्यो है त ल अब सामान पोको पारेर घर लिएर जाम है ओके अब फेरि अर्को आउँछ है यहाँनिर सबैभन्दा पहिले चाहिँ यहाँनिर हाम्रो बहिनीबाट भनौँ ल होइन आज स्पेसल्ली बहिनीको बर्थडेको दिनमा चाहिँ भाइले चाहिँ घरमा बुहारी लिएर आयो अब के भन्छ ल भने म धेरै खुसी छु सधैँभरि यसै देख्न पाऊँ यही हो यति नै ल यति नै हो हाम्रो म त झन् जहिले खुसी हो मैले उकासीको होला यिनीहरूलाई हो ओके नेक्स्ट बाइकबाट हजुर केही शब्द जाओस् ल भन्नु मेरो तर्फबाट चाहिँ अँ दुवैजना चाहिँ एकदम खुसीको साथ अगाडि लाइफ बढौँ सधैँ यस्तै हाँसेर खुसी सधैँ देख्न पाऊँ है मेरो लागि चाहिँ त्यही नै सधैँ साफमा चाहिँ देख्न पाऊँ ल ल बधाई छ तिमीहरूलाई है अब हाम्रो दिदीको बर्थडे विश गरौँ ल आज 12 बज्यो र केक ल्याउनु पर्दैन के ल भयो त छोड्देऊ अहिले मासु काटौँ न है ल ठिक छ अब अन्तिममा आएर इन्डिङ गर्दाखेरि चाहिँ ल हाम्रो दाइबाट चाहिँ के छ दाइ तपाईँको प्रतिक्रिया के छ मलाई नै सबैलाई स्पेसल यो तपाईलाई चाहिँ कस्तो फिल भइरहेको आजको जुन एउटा प्रोग्राम चाहिँ होइन अर्गनाइज गरे बहिनी स्पेसल्ली के भन्छ सपना बहिनीलाई चाहिँ एकदम धेरै धन्यवाद है अनि त्यस पछाडि आएर उसलाई चाहिँ जन्मदिनको पनि शुभकामना र साथै आज चाहिँ होइन एउटा पारिवारिक एउटा ठुलो माहौलमा चाहिँ के भन्छ परिवारसँग चाहिँ एउटा समय बिताउने एउटा माहौल सिर्जना गरिदियो र त्यसमा चाहिँ एकदम साह्रै नै खुसी लागिरहेको छ र साथै अनि हाम्रो भाइ र बहिनी के भन्छ हाम्रो मिलन भाइ र बुहारीलाई चाहिँ नयाँ फाइनली बुहारी भनेर अब बुहारी हो नि त अनि त्यस पछाडि आएर आउने दिनहरूमा चाहिँ हामी त यहाँनिर जुन तरिकाले बसिरहेको छौँ नि होइन यो भिडियो छ हामीसँग यो भनेको चाहिँ एउटा प्रुभ हो साँच्ची हो हामीहरू साँच्ची हो हामी चाहिँ यहाँनिर साँच्ची हो कि होइन भाइले चाहिँ बुहारी घरमा लिएर आइसकेको छ होइन त्यसै कारणले गर्दा त्यो माहौलमा चाहिँ एकदम खुसी लागिरहेको छ होइन किन भन्दा हाम्रो भाइले चाहिँ एउटा एक स्टेप चाहिँ अगाडि बढेको छ जुन भोलिको दिनमा चाहिँ भोलिको दिनमा गएर चाहिँ केही गर्छु भनेर चाहिँ पढ्दै गर्दाखेरि आजको दिनमा चाहिँ होइन भाइसँग चाहिँ बुहारी पनि आएर जोडेको छ होइन भाइसँग बुहारी पनि आएर जोडिनु भएको छ त्यसै कारणले गर्दा तिनीहरूलाई होइन आगामी दिनहरूमा आउने जति पनि दुःख कष्ट र साथै होइन जतिसुकै दुःख कष्ट आए पनि होइन त्यसलाई चाहिँ चिरेर अगाडि बढ्छौ भन्ने मैले चाहिँ एकदम ठुलो एउटा चाहिँ भनौँ न के भन्छ त्यसलाई भाइ आशा राखेको आशा राखेको छु र चाहिँ आगामी दिनहरूमा आउने जुन एउटा नयाँ दाम्पत्य जीवनको लागि फेरि पनि मेरो तर्फबाट र म लगायत मेरो धेरै बधाई दिन चाहन्छु थ्याङ्क यू सो मच अहिले अब त्यो भनेको बिस्तारै हुन्छ होइन ल यसलाई भिडियो बन्द गरिदिउँ ल ल जन्मदिनको धेरै शुभकामना अझै मोटाउनु
अब 12 बजे विश गर्नुपर्छ सबैले। ल स्थगित गरौँ। अब वाइफाई छैन। दुई केजी होइन